ल साथीहरूको यहाँ हल जोत्ने कार्यक्रम भइरहेको छ। ल ताल टिप त हल जोत। आज यहाँ हल जोताई बगैँचामा एकदमै 580 बुटा छन् साथीहरू बगैँचामा। अब धेरै देखाउन सकिएको छैन, अलिअलि देखाइरहेको छु। आज विशेष हल जोताई कार्यक्रम आफ्नै गाउँतिर घरतिर नि साथीहरूले पर जोतिरहेका छन् हलो। म चाहिँ यसो घुमफिरतिर हो। ठ्याक्क लाएर गाउँदा हल्का तलतिरपट्टि एउटा सानो गोडा छ मेरो। त्यो आज जोतिम भनेको बिहान आएको पानी आउला जस्तो भइरहेछ। हल जोतिरहेछन् छोराहरूले, ती दुइटै छोराहरू हुन् तिनीहरू मस्तले हल जोतिरहेछन्। साथीहरूले अब हल जोतेर मलाई सुख गर्ने बेला भइसकेको रहेछ। गाउँतिर आउँदाखेरि ऊ माथि गाउँ देखिने माथिको गाउँ हो। हल जोतिरहेको छ जेठो छोरो हो यो साथीहरू है। ल आलु सालु टिपेर त्यहाँ पोल खाने अहिले। मेघ पनि आउन लागिसकेको छ, माथि अन्तरा भइसक्यो। अब हाम्रो त यो आधी जोत्दै पनि मेघ आउला जस्तो भइरहेको छ साथीहरू। अब यो सकिन्छ कि सकिँदैन। अब पहिला त 3 दिन लाएर जोतिन्थ्यो, अब हिजो अस्ति जोतेर भर्खर आज फेरि 3 दिन भइसकेको छ। आज फेरि जोत्न नसकिने जस्तो छ, 4 दिन लाग्ने जस्तो छ। पानी आइसक्यो, कडा छ खडो, अलि लामै छ।